नमस्ते वेलकम साथीहरु सन्चै हुनुहुन्छ म सन्चै छु हजुरहरु पनि सन्चै हुनु होला साथीहरु भिडियो स्टार्ट गर्दै छु है लिपस्टिक पाउडरको साथमा आज के गर्नु साथीहरु आज बिहानदेखि काम गर्दा यति काम थियो साथीहरु आज भिडियो छोराले सुट गर्दै थियो हेर्नु भयो अब हेर्नु यस्तै हो मेरो छोरा हेर्नु न भन्छ तपाईलाई केही पनि गर्नु पर्दैन म क्यामेराम्यान हो मेरो छोरा भन्छ स्कुल गएला साथीहरु अब बिहान कचराहरु सबै निकालेको थियो हेर्नु भयो हेर्नु त्यो कचराहरु निकालेको थिए त्यो सबै साफ गरे म फाइनली मेरो काम अहिले सकियो अब सिधै छोरालाई ल्याउन जाने अब तयारी हुँदैछु हजुरहरुलाई अब देखाउँदै छु म त्यहाँ त्यो टोयलेट पनि बाथरुम पनि बनाएको छ कहिले कहिले मान्छे हुन्छ नि त बाथरुममा अब घरको अब अरू पनि त मान्छे छ त्यो मात्रै त छैन मेरो छोरा त्यो अब बाथरुममा कोही हुँदा चाहिँ त्यहीतिर जान्छ सुसु गर्न आज म लुगा धुँदै थिएँ त्यहाँतिर पछाडि भागो हो नि त लुगा धुँदै थिएँ त्यहाँ अब भन्दै म तपाईको भिडियो बनाउँदैछु अनि ल बना भनेको त्यो मेरो क्यामेराम्यान हो साथीहरु आज क्यामेराम्यान छैन त्यही भएर मलाई अब तपाईहरुलाई कामको भिडियो देखाउन सकिन कसरी काम गरे मैले अनि त्यही भएर मैले अहिले भन्दिदैछु हजुरहरुलाई अब क्यामेराम्यान भएको भएपछि अब त्यो आफै गर्थ्यो सबै कुरा अनि साथीहरु त्यहाँ कहिले सुसु गरिहाल्छ अब कचरा थियो साफ गरेको थिए किनकि अब पसलबाट सामानहरु आउँछ भने त अब त्यहीतिर राख्छु कहिले ढिलो भयो भने चाहिँ साफ गर्न सक्दिन साथीहरु त्यही भएर मेरो छोरा त्यहाँ पर्छ सुसु गरेको छु त्यहाँबाट नबनाउने भिडियो भन्दै थियो अनि मैले फाइनली साफ गरिसकेको छु आज सफा गरेर सबै गइसकेको छ कचराको डिब्बामा अब कचरा कुन ठाउँ जान्छ तपाईहरुलाई थाहै छ कचरा आफ्नो ठाउँ जान्छ मैले काम सकाइसकेको छु अब छोरालाई ल्याउन जाने साथीहरु हेर्नुहुन्छ यस्तै हो मेरो काम भाँडाहरु मस्काइसकेको छु काम सकियो मेरो चोकर ल्याउन जानु थियो साथीहरु बिहानै गएको थिएँ चोकर ल्याउन म हेर्नुहुन्छ यी 12 नम्बरको टिक्का साथीहरु यो टिका ल्याए 12 नम्बरको मलाई कस्तो लाग्दैछ थाहा छैन होला यत्रो सानो टिका ल्याए साथीहरु सानो टिका आउँछ यो दुईटा हेर्नुहुन्छ यो दुईटा ल्याए किनेर यसलाई यसरी हाल्दिने अब यसमा मेरो टिका रेडी किन बनाउनु म तपाईको किन हिँड्नु अब पर्नु साथीहरु हेर्नु यत्रो सानो पिद्दा बच्चा छ नि यो 1 नम्बरको छ हेर्नु 5 बजे बिहान उठ्छ मोबाइल हेर्छ टिभी हेर्छ खेल्छ पढ्नको नाम भन्नु त अलिकति 1 पेज राइटिङ गर्नु अलिकति पढ्नु थोरै पढ्नु बिहान हेर्नु काम के गर्छ के चल्दैन दिनु फेरि डाइट गराउनु हुन्छ त्योहरु नगर्दिनु बिगार्नु हुन्छ फेरि डाइट गराउनु हुन्छ अनि बिग्रियो भने चाहिँ गराउनु हुन्छ नि फेरि ठुलो हुनु हैन यो कसको सुटेर ठुलो हुनु हैन ठुलो हुनु त्यसपछि तपाई बाइक चलाउनु स्कुल जानु तेल हाल्छ राख कस्तो खालको बेबी छ यो बेबी हो जेबी हो थाहा छैन को हो के दाब्दैछ फेरि पिकहरू नथिदेऊ न कराउनु हुन्छ डाइट कति गर्नुभएको जम साग टिप्न जानुपर्छ अलिकति तपाईँ त अजीबै हुनुहुन्छ तपाईलाई के भन्न सकिन्छ साथीहरु यहाँ हुनुहुन्छ मेरो मम्मी बिहानै 5 बजे आगो बालेन यहाँ 5 बजे जानु भयो 5 बजे गएको 6 बजे गयो दिदी 6 बजे गयो ट्युसन पढ्न अब आउँदैन त्यही खाना खान्छ अनि मेरो गम भन्छ गम कस्तो छ हो गफ भन्छ घाउ भनेको पनि खाने त हो नि
गम गम भन्छ त्यो भन्दा टाइम सेम हो सेम हो मलाई थाहा छैन है तिमीहरू मलाई त थाहा छ नि त के थाहा छ गाउँको भनेको सेम कुरामा गाउँ खाने मेरो छोरा बानी बेहोरा हेर न कस्तो छ च्या यहाँ हेर्नुहुन्छ साथीहरू यसको नि हर्क कसरी हावा खान्छ उहाँहरू साथीहरू यो हावा खान्छ अरे हावा टेस्टी भयो हावा मेरो छोरा हावा खाने भयो यो मासु खाने यसको काटौँ काट्नु कि नकाट्नु काट्नु किन काट्नु कि नकाट्नु भनौँ जे गर्ने काटिदिने मरिहाल्छ ल मासु खाने त तिमीलाई माया लाग्दैन अस्ति भन्दा मलाई धेरै माया लाग्छ किन लाग्दैन सानो हुन्छ नि माया लाग्छ ठुलोपछि तिमीलाई हान्छ होइन म बुझिसकेँ तिम्रो कुरा तिमीलाई हान्छ त्यही भएर होइन कुन हान्छ तिमीलाई कुन हान्छ यो ब्राउन यो टोक्छ पनि होइन साथीहरू यो छ यो माउ हो यो टोक्छ कि यसलाई सानो हुँदाखेरि आफैसँग सुताउने आफैसँग बसाउने भात खाना दिने यस्तो गर्थ्यो अहिले भन्छ काट्नु काट्नु भन्छ किन त हान्दैछ मलाई टोक्दैछ हेर्नुहुन्छ यस्तो छ खाइहाल हावा भात नखानु यो हावा खान्छ अरे अनि नाच्छ कस्तो कस्तो हलाउँछ हौ छ्या हेर्नुहुन्छ साथीहरू खेल्न दिएपछि यस्तो हुन्छ जाउँ उता बोक्नुहोस् बोक्नु हौ तपाईँ कस्तो गर्नुहुन्छ अचम्म लाग्छ भाइ यता आउनुहोस् यता आउनु न मलाई तपाईँ आन्टी भन्न मिल्ने म तपाईँलाई भाइ भन्न नमिल्ने साथीहरू मलाई के भन्छ म तपाईँको छोरा मलाई भाइ किन भन्नुहुन्छ भाइ नभन्नु मलाई भन्छ यस्तो छ यो यहाँ माछा पकाएको अस्ति अब चुलो अस्ति होइन हिजो पकाएको चुला पनि फुटिसक्यो कहिले अस्ति हिजो खाएको होइन माछा हिजो खाएको होइन रातिसम्म माछा अनि ट्युसडे नखाएको उता 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 जानु उता जानु उता जानु छ्या कस्तो फोडी छ हो बज ल जाम है अपना काम आप ही करे मेरा काम भी आप ही करे हम तो नहीं करने वाले भैया क्योंकि हमारा अभी इतना एज नहीं है दैया मैंने पता है भैया इतना एज नहीं है छोटा बच्चा भी काम करता है छोटा बच्चा भी काम नहीं करता है दैया साथी कस्तो बात हो छोरा छ मेरो हमें इतना एज नहीं है हम नहीं करेंगे काम हम लोग करेंगे हम लोग नहीं करेंगे नहीं यो गनाउँछ यहाँ हेर्नु यो गनाउँछ कट्टुङ सुसु गरिदिन्छ त्यो गनाउँछ सबै हामी धुन्छौँ यो चाहिँ एज नै है भैया अहिले बस सुसु गर्दिन है सानोमा गर्थे अहिले गर्दिन तपाईँ चाहिँ गर्नुहुन्छ होला फोडी भन्नुहुन्न मामुलाई त्यस्तो भन्नुहुन्न मेरो साथीहरू के भन्नु म भइहाल्यो भन्न पनि मिल्दैन साथीहरू सानोमा गर्थ्यो अहिले गर्दैन बाबु अलिक माथि पार न देखिरहेको छ देखिरहेको म देखिरहेको छु हेर्नु साथीहरू काम छ बिहान बिहान लुगा धुँदै थिएँ अब चिया सिया पकाउनु पर्यो ढिलो भयो मलाई यो खाएर जानु पर्यो नि स्कुल होइन म खाएर जान्छु ग्लु पनि लाग्छु के लाग्छ ग्लु हो ग्लु किन्छ हो देखिरहेको यताबाट नि सबै कुरा देखिरहेको छ एकैचोटिमा म हेर्नु साथीहरू यस्तै बाटो छोरा छ तपाईँहरूलाई यस्तै होला आइकालको बच्चाको चाहिँ यस्तै हुन्छ तिल जोख्न एक नम्बरको छ साथीहरू हामी न फनी गर्छ भर दिन सताएर छोडिदिन्छ अनि म त नाच्छु पनि एक दिन त धुबी सिनाइ बजाएर पार्दिनु स्कुलमा यति जोरले पार्नु भयो कि पुरा स्कुलको सरहरू हुन्छ नि त्यो पनि सुन्नुभयो ए भगवान् यस्तो
पौडी बन्नु हुँदैन बाबु। ए साँच्ची हो हौ यो कुरा। तिमी नगर्नु त्यस्तो। हिजो स्कुलमा ट्युसन पार्नु हो पुरै दिन गनाउन थाल्यो। सबैजनाले नाक बन्द गरिहाल्यो। पौडी तर मैले हिजो त मास्कबाट लगाएर गएको थिएँ नि। मलाई त गनाउँदैन थियो त्यसैले। साथीहरू यो नि हाइनिक स्वेटर लगाएर गएको थियो, मास्क लगाएर गएको थियो। हाइनिक मात्र होइन त्यो, अनि हाइनिक प्लस मास्क हो त्यो। साथीहरूले त्यस्तो लगाएर गएको थियो। अनि कोही साथी अब के गर्यो अरे, अनि यसले मुख छोपेको थियो, त्यही भएर यसको नाकमा घन्दै छिरेन। बच्चा बुच्ची हो गरिहाल्छ अनि बच्चा बुच्ची थियो, अनि ठुलो दादा हुनुहुन्थ्यो, बच्चा बुच्ची थियो अरे। कति ठुलो थियो तिमी जस्तो? 9 क्लासमा पढ्ने दादा हुनुहुन्थ्यो। तिमीले सबैलाई हेर्न गयो को थियो को थिएन, तिमी पनि त्यस्तै गरियो होला नि। म चाहिँ आलुको पराठा खान्छ होला त्यसैले यस्तो भयो दुर्सिमा। फ्लोरी यस्तो गर्छ आलुको पराठा। तिमी मलाई 30 आलुको पराठा खाएको थियो त्यसैले दुर्सिमा यति जोरको आवाज आयो। जस्तो बम फुट्दैन त्यस्तै। अनि चारैतिर धुवा फेल्छ नि त्यस्तै भइहालेको छ। पुरा जग्गा प्रदूषण भइहालेको छ। प्रदूषण थाहा हुन्छ प्रदूषण भनेको के हो? मेरो फोटो तान त बन्द गर एउटा फोटो तान ल। पुरा जग्गा हुन्छ नि त्यो न पुरा गनाइरहेको हुन्छ। के गनाउँछ? छिया कस्तो फोहोर बोल्छौ। साथीहरू हेर्नु मेरो छोरा कस्तो छ। यस्तो छोरा कसैलाई छ स्कुलमा के हुन्छ सबै मलाई सुनाउँछ। उहाँ सबै साफ गर्नुपर्छ, कचरा निकालेर राखेको छु। अब सबै त्यहाँ बाहिर लग्ने हेर्नुहुन्छ सबै। यहाँ यो सुसु गर्छ कहिलेकाहीँ। अब म यहाँ लुगा धुन्छु, यहाँ सफै छ, यहाँ लुगा धुन्छु। यहाँ चाहिँ आज सबै कचरा निकालेर त राखेँ, यताबाट निकालेको छ है साथीहरू। अनि यताबाट अब केरेट राखेको छु, त्यसमा उठाउने अनि लग्ने। ल भाग भाग उताबाट भाग जा। हेलो हेलो, माय नेम इज फनी युट्युबर। व्हाट यु डू? आई डू युट्युबर। उहाँ हेर्नु बाफरे मेरो छोराको डान्स हेर्नु साथीहरू। कमाल गरियो फनी युट्युबर अरे।